नमस्कार प्रिय नानी बाबुहरू, एससी को नतिजा आयो नि हैन। लगभग 48%बाट 60% भन्दा माथि आउनु भनेको नै तपाई हाम्रो लागि सुखद कुरा हो। यसका निम्ति म खुसी छु, मेरो सारा टिम खुसी छ, तपाईहरु खुसी हुनुहुन्छ, तपाईहरुको अभिभावक खुसी हुनुहुन्छ, विद्यालयका गुरुबा गुरुआमा खुसी हुनुहुन्छ। त्यति मात्रै कहाँ र देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू पनि उत्तिकै खुसी हुनुहुन्छ। मैले तपाईहरुलाई नतिजा आउनु भन्दा अगाडि भनेकी थिएँ नि, तपाईहरुले भिडियो हेर्नुभयो नि। सफलता सबैको प्रिय हुन्छ अनि असफलता अप्रिय हुन्छ, तर यो त क्षणिक हो भनेको थिएँ मैले। हो, यो क्षणिक हो भनिरहँदाखेरि सफलता जसले पाउनुभयो तपाईहरुलाई हार्दिक बधाई छ। तर जो असफलताको निम्ति तपाईहरुको एनजी लाग्यो नि, लगभग 1,67,597 जना विद्यार्थीहरुको एनजी लाग्यो, अनुतीर्ण हुनुभयो। चिन्ता नगर्नुस्, तपाईहरुका निम्ति जसरी हामीले लाइभ क्लासेस गरेका थियौं, रेकर्डेड भिडियोहरु उपलब्ध गराएका थियौं, त्यसैगरी एम्बिसन गुरुले तपाईको ग्रेड वृद्धिका निम्ति पनि निरन्तर कक्षा सञ्चालन धमाधम गर्न लागिरहेको छ। टिमहरु सबै रेडी भइसक्नु भएको छ। खुरुखुरु कृपया सबैजनालाई म अनुरोध गर्न चाहन्छु, अभिभावकज्यू, सामाजिक अभियन्ताज्यूहरु, राजनीतिज्ञज्यूहरु, तपाईहरुको टोल छिमेकमा रहनुभएका जसले एससी को नतिजा राम्रो ल्यायो, ल्याउनेले ल्याए, नल्याउनेहरुको जसको ग्रेड वृद्धिका लागि तयारी गर्नुपर्ने छ नि, तपाईहरुले के गर्नु पर्दैन, खुरुखुरु यो भिडियो शेयर गरिदिनुस्। ती विद्यार्थीसम्म 1,67,000 चान्चुन विद्यार्थीसम्म चाहिँ तपाईहरुले पुर्याइदिनुस्। नाम र नम्बर मेसेज गर्नुस्, कमेन्टमा हैन मेसेज गर्नुस्। मेरो टिमले तपाईलाई फोन गर्नेछ, अथवा एम्बिसन गुरुको एप डाउनलोड गर्नुस्, कक्षामा सहभागी हुनुस् र हामीले फेरि पनि यो नतिजा सुधारका निम्ति गरिने जुन क्लासेस छ त्यसमा तपाईहरु सहभागी बन्न त सक्नु नै हुनेछ। फेरि पनि भन्न चाहन्छु, यदि कतै तपाईहरु राम्रो विद्यार्थी हुनुहुन्थ्यो, लेख्नु भएको थियो, सोचेको जस्तो नम्बर यदि आएन भने त्यसका निम्ति रिटोटलिङको लागि पनि तपाईले अनुरोध गर्न सक्नुहुनेछ। त्यसका निम्ति म माथि लिंक राख्छु, त्यहाँ क्लिक गर्नुस् र फारम भर्नुस्। तपाईले रिटोटलिङको लागि कुन विषयमा तपाईलाई शंका लागेको, त्यसमा फेरि पनि तपाईले रिक्वेस्ट गर्न सक्नुहुनेछ, जुन चाहिँ असारको 23 गते बेलुका 5 बजेसम्म तपाईहरुले भर्न सक्नुहुनेछ। सँगसँगै प्रिय नानी बाबुहरू जो कक्षा 10 मा अहिले पढिरहनु भएको छ, 2082 को एससी मा सहभागी हुनेहरू, तपाईहरुका निम्ति फेरि पनि यो कक्षामा खुरुखुरु निरन्तर जोडिनु होला। लाइभ क्लासेस, रेकर्डेड भिडियो, ह्यान्ड राइटिङ नोट्स, डिस्कस फोरम लगायतका एभ्री स्याटरडे लिने कक्षामा पनि तपाईहरु सहभागी हुनु होला। किनभने तपाई हामीलाई ठूलो चुनौती छ नि, हो कि हैन भन्नुस् त। 48% बाट 60% माथि पुग्यो नि त। अब अर्को वर्षको लागि 70-80 पुर्याउनको लागि त तपाईहरुले अहिलेदेखि मेहनत गर्नुपर्नेछ। त्यसका निम्ति खुरुखुरु कक्षामा जोडिनको लागि निशुल्क हो। नाम र नम्बर टिपाउनुस् र यो भिडियोलाई बढी भन्दा बढीले शेयर गरिदिनु होला। धन्यवाद।